हेलो गुड आफ्टरनुन नमस्ते वेलकम टु माई च्यानल। आज चाहिँ नेपालीहरूको विशेष चाड साउन 15मा खाने खिरको रेसिपी चाहिँ म बनाउन गइरहेको छु। यहाँ चाहिँ अचारको लागि म थोरै आलु लिँदैछु। यो चाहिँ म काँक्रो र आलुको अचार बनाउन गइरहेको छु। खिर मात्रै खाँदा अलि मतमत लाग्छ नि त, त्यही भएर। बीचबीचमा किचनमा वर्क गर्ने बेलामा चाहिँ हामीले चाहिँ आफूलाई चाहिँ हाइड्रेट पनि राख्नुपर्छ र बीचबीचमा चाहिँ पानी चाहिँ प्रशस्त पिउनुपर्छ है। स्पेसली यो गर्मीमा किचनमा एकदमै गर्मी हुन्छ र मेरो किचन त झनै एकदमै गर्मी छ है। यहाँ अचारको लागि मैले काँक्रो पनि रेडी गरेँ। यो चाहिँ लोकल काँक्रो है, अचारको लागि चाहिँ एकदमै राम्रो हुन्छ है र मिठो पनि हुन्छ। आज चाहिँ बच्चाहरूको बिदा भएको कारणले गर्दा भोक लाग्यो भनेर एकदमै कराइरहेको थिएँ र उनीहरूलाई चाहिँ होइन खाजा दिनको लागि मैले चाहिँ यो ब्रेड, हनी र थोरै पिनट बटरको चाहिँ खाजा बनाइदिएँ। बच्चाहरूलाई खाजा दिएपछि उनीहरू पनि शान्त बस्छन् र आफूले पनि राम्रोसँग काम गर्न पाउँछ है। र म चाहिँ आफ्नो कामतिर लागेँ। यता खिरको दुध पनि उम्लिसकेको थियो अनि यसमा मैले भिजाएर राखेको चामल राखिदिएँ। फाइनली अचार पनि रेडी भयो र मैले चाहिँ यसलाई होइन अमिलो राखेर मोलमाल पारेर एकछिन छोपेर राख्थेँ। बिचमा फेरि एक ग्लास पानी लिएँ किनकि आज एकदमै गर्मी थियो के घाम धेरै चर्केको थियो र फाइनली यता खिर पनि रेडी हुँदै गयो होइन। पहिला फ्यामिलीको अरू मेम्बरलाई चाहिँ सर्भ गरेर दिने गर्छु कि मैले होइन। उनीहरूलाई दिएपछि म पनि फोटो भिडियो आनन्दले बनाउन पाउँछु। सबैलाई दिएँ र लास्टमा मलाई पनि सर्भ गरेँ मैले। ओके, फाइनली हामीले चाहिँ साउन 15 चाहिँ यसरी मनाएँ होइन, सर्ट एन्ड स्विट वेमा। ओके, गुड नाइट। यदि हजुरहरूलाई मेरो भिडियो मन पर्यो भने लाइक एन्ड सब्सक्राइब गर्न चाहिँ नबिर्सिदिनु होला है। ओके, बाई बाई, सी यू इन नेक्स्ट भ्लग।